कसैले मलाई बिर्स्यो भनेर चिन्ता नगर्नुहोस्, कसैले मलाई फोन गर्नै भुले, आजभोलि त सम्झिनै छोडे, तँलाई कस्तो छ भनेर सन्चो बिसन्चो पनि छोड्न छाडे भनेर तपाईँहरूले चिन्ता नगर्नुहोस्। मन यति कठोर बनाउनुहोस् कि जुन तपाईँले गरेका गुण सम्झेर ओहो मैले त्यो मान्छेलाई त किन बिर्सेको रहेछु भनेर उसैले गुनासो गरोस् के, एउटा मनमा कल्पना गरोस् मैले उसलाई फोन नगर्नु नै मैले गल्ती गरेको रहेछु, आखिर उसले मलाई यति धेरै साथ सपोर्ट गरेको थियो है, मेरो नै कमजोरी रहेछ भनेर उसले फोनको बारेमा पनि उसले चाहिँ आफ्नो चाहिँ कल्पना गरोस्, हरेक कुराको बारेमा उसले चिन्तन गरोस् कि तपाईँले यति मन कठोर बनाइदिनुहोस् कि उसले पछुताएर तपाईँलाई भोलि बिहान उल्टो उसले फोन गरोस् कि तपाईँहरूले आज चाहिँ उसले मलाई फोन गरेन, आज मलाई साथ सपोर्ट गरेन, मैले त हिजो बिहान उसलाई यति गरेँ उसो गरेँ भनेर तपाईँहरूले गुनासो नगर्नुहोस्, मन मात्र कठोर बनाउनुहोस्, पर्खिनुहोस्, केही समय पर्खिनुहोस्, पर्खिसके पछाडि है तपाईँको मन सत्य छ होइन, मन सफा छ नि, उसले एक दिन तपाईँहरूलाई अवश्यै सम्झिन्छ, यसमा कुनै पिर गर्न पर्ने अवस्थै छैन। मैले पनि पहिला चिन्ता गर्थेँ, तर मैले आजभोलि फिटिक्कै चिन्ता गर्न छोडेँ। अब घर चाहिँ तपाईँको एक्लो भइसक्यो, बाबा आमा नहुँदा यी तालचा ठोकेर हिँड्नु पर्यो भनेपछि अब के को पिर है, ढुक्क हुनुहोस्।